सबैजनालाई ढोक दिया तर मेरो कानमा जबरजस्ती रुवाई दुलो बनाउनेलाई चाहिँ ठोक दिया होइन तिमीहरूले चाहिँ के को ढर्रा पारेको हौ यो कानमा चाहिँ अनेक थरी लाउनु पर्ने तिमीहरूलाई म जन्मेको चाहिँ खालि घोच्नु र रुवामुलाई हो ए घरि पाखुरामा घोच्छन् घरि कानमा घोच्छन् के हो ल पाखुरामा त घोचे ठिकै छ मेरै लागि मेरै स्वास्थ्यको लागि तर यो कानमा चाहिँ के को लागि घोचेको तिमीहरूले यो लगाएर चाहिँ के पाउँछौ तिमीहरूले कुन चाहिँ अगाडि पायौ यो लगाएर अझ हाम्रो कान छेर्नुलाई नै बन्दुक रे त्यो बन्दुके कुन चाहिँ हो त्यसलाई पनि हाम्रो आँसु चाहिँ लाग्छ कि हामीलाई कति रुवाई जबरजस्ती छेडिदिएको छ नि त्यसले होइन सुन नै लगाइदिए पनि सुन लगाउने ठाउँ कानमा मात्र छ र घाँटीमा लगाइदेऊ हातमा लगाइदेऊ औँठी बनाइदेऊ यो कानमै जबरजस्ती दुलो पारेर लगाउनु चाहिँ के जरुरत छ होइन र हरै लागेपछि हामी आफै लगाइहाल्छौँ नि बेला छ उमेर छ अहिलेदेखि लगाउनु जरुरी थियो र न हामीलाई सोध्छौ न हाम्रो इच्छाबारे बुझ्छौ तिमीहरूको त मन परि छ नि कहिले जन्मिन्छ र यसलाई घोचौँ भनेर बन्दुक ताकेर बसिरहेको हुन्छ होइन तिमीहरूको यस्तै बानी छ र त मलाई रिस उठ्छ त छोरा छोरी सबैलाई घोच्या छन् फेरि जबरजस्ती लगाइदिया छन् कसैको इच्छा बुझ्नु छैन तिमीहरूको बानी त कहाँ गतिलो छ र